ट्रम्पले दिने भनेको 2000 को चेकको विषयमा आयो नयाँ जानकारी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्थ सचिव स्कट बेसन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको $2000 को टैरिफ चेक योजना उच्च आय भएका अमेरिकी परिवारलाई नदिई वार्षिक $1,00,000 भन्दा कम आमदानी हुने परिवारमा सीमित गर्न सकिने संकेत दिएका छन्। बेसन्टले भनेका छन् कि राष्ट्रपतिले 2000 दिने कुरा गर्नुभएको छ र यो सम्भवतः $1,00,000 भन्दा कम आमदानी भएका परिवारका लागि हुनेछ भन्दै यो विषय अहिले छलफलमै रहेको उनले फक्स न्यूजसँग बताएका हुन्। ट्रम्पले गत हप्ता सर्वोच्च अदालतमा टैरिफ सम्बन्धी विवादास्पद सुनवाईपछि अमेरिकन परिवारलाई $2000 को लाभांश दिने योजना सार्वजनिक गरेका थिए, तर कार्यान्वयनबारे विस्तृत योजना भने प्रस्तुत गरेका छैनन्। बेसन्टले यो रकम कर कटौती वा ट्रम्प खाता योजना मार्फत पनि आउन सक्ने बताएका छन्, जस अन्तर्गत 2025 देखि 2028 का बीच 18 वर्ष मुनिका बालबालिकाका लागि सरकारले स्वचालित रूपमा खाता खोली $1000 जम्मा गर्ने योजना छ। तर विश्लेषकहरूले चेतावनी दिएका छन्, यदि यो योजना लागू भयो भने करिब $300 अरब खर्च लाग्नेछ। केही सांसदहरूले देशमा $37 ट्रिलियन ऋण भइसकेको अवस्थामा यो योजना अव्यावहारिक भएको टिप्पणी पनि गरेका छन्। यसैबीच सर्वोच्च अदालतले ट्रम्पको टैरिफ नीति असंवैधानिक ठहर गरेमा सरकारले आयातकर्तालाई फिर्ता रकम तिर्नुपर्ने सम्भावना पनि बढेको जनाइएको छ।